जे गरे पनि सांसार गेम लादोबा भन्छ न बिहा गरे पनि सांसार गेम त्यहाँबाट यात्रा गरे पनि सांसार गेम घर बनाए पनि सांसार गेम है सरगेम पढ्यो चलाउनु पर्यो नि त खाना हो भनेर त खाना नदिएर त भएन नपन अहिले चलाउने त त्यसै पिर्छ होला ए चलाउनु किन नआउने त फुकौँ छ फुकौँ त्यसमा सरगेम हाल्ने टक्कै यस्तो छेउसम्म राख्ने अनि साङ भन्ने पर्ने अनि बाहिर चलाइदिने बाहिर सजिलो हुने सरगेम चलाउनु त होइन सबैभन्दा सजिलो भनेको सरगेम चलाउनु केही गर्नु पर्दैन ल है यो अब गहन हो यिनीहरू ल आज चाहिँ सरगेमको पाठ अब साङ सक्यो लुसाङ सक्यो होइन लालु न्यान्सुङको साक्पाहरू सक्यो आज चाहिँ सरगेम अब सरगेममा धेरै प्रकारको हुन्छ है गुरुहरूको आफ्नो आफ्नो परम्पराको अब गुरुहरू परम्पराको चाहिँ धर्मरक्षकहरू धर्मपालाहरू छोग्यौँ सुङमाहरूले चलाउने आफ्नो आफ्नो गुरुहरूको आफ्नो आफ्नो परम्पराको हुन्छ अहिले यो चाहिँ के हो अब यो चाहिँ चासुमचिदी होला चासुमचिदी सरगेम भन्छ त्रिमूलको देवगणहरूलाई चलाउने सरगेम अब सेर भनेको के हो केम भनेको के हो भन्दाखेरि सरगेम भन्छ नि केम भनेको तपाईँलाई थाहा छ पिउने कुरा है केम भनेको चाहिँ पिउने कुरा हो जुस भयो पनि रक्सी भयो पनि छाङ भयो भने जे भयो भने पिउने कुराले चाहिँ केम भन्छ फेरि पानी चाहिँ होइन है सरगेम चलाउँदाखेरि तपाईँले यो याद राख्नुपर्छ लालु शिवदाप बिहान साङ गर्दाखेरि चाहिँ सरगेम चलाउँदाखेरि दुध चाफुई होफी छाङफुई भन्छ यो तिनवटा फुई भनेको चोखो भाग हो नि त चियाको चोखो भाग फेरि चियाभन्दा घिउ चिया बनाएको होइन त्यो चियाको रङ सरगेम भन्दा पनि तपाईँले रक्सी चलाउनुपर्छ भन्ने छैन चियाको रङ मजाले बनाएर त्यो राख्यो त्यही चियाको रङ चलाउँदा पनि हुन्छ दुध चलाए पनि हुन्छ छोग्यौँ सुङमा धर्मपालाहरूलाई चाहिँ रक्सी हो होइन त्यो बाहेक के हो लालु शिवदाप नाग देवी देवताहरूलाई चाहिँ दुध चलाउनुपर्छ बिहान साङ गर्दाखेरि चाहिँ साङ सरगेम गर्दाखेरि चाहिँ सकेसम्म दुध चलाउनु राम्रो महाकाला पूजा गर्दाखेरि चाहिँ सरगेम चलाउँदा राम्रो फेरि अहिले यो कति विवाद छ नि लामाहरू रक्सी खानु हुँदैन भन्छ उनीहरू पञ्चशील पालन गर्ने भन्छ उनीहरू आफै रक्सी चलाउँछ भगवान्लाई त रक्सी चलाउँदो रहेछ भगवान्लाई चल्छ भन्दो रहेछ न पहिला छेद गरेर मात्रै भगवान्लाई त छेद गर्छ हामी खाँदा के हुन्छ भन्दो रहेछ नि कुरोहरूले होइन त्यो भगवान्लाई चढाएको होइन नि त धर्मरक्षकहरूलाई चढाएको हो धर्मरक्षकहरूलाई चाहिँ अनि गुरु रुम्बुछेले पनि नागिएन उहाँहरूले चाहिँ बाचा बन्धनमा राख्नु भएको छ नि यो संसारको नाग देवी जति पनि भूत प्रेत शक्तिशालीहरू उहाँहरू सबैलाई चाहिँ गुरु रुम्बुछेले बाचा बन्धनमा राखेको छ र गुरु रुम्बुछे र बुद्धको आदेश पालना नगर्ने यो संसारमा कुनै पनि प्राणी छैन अरे चाहे त्यो मानिस होस् चाहे त्यो अमानिस होस् गुरु रुम्बुछेको आदेश पालना नगर्ने कोही पनि छैन त्यही कारण चाहिँ उहाँहरूलाई अहिले पनि हामीले सरगेम चढाएर उहाँहरूलाई स्मरण गराउँछ नि त मान्छे ओर्गेन छेम्पे चेङ्गाहरू के हो मान्छे ओर्गेन छेम्पे चेङ्गा छेसिन डुबर छेपे घाँसाला माई भुसिन गाउँले सार छेपे छोग्यौँ सुङमा नामला छाङ्चुलो भन्छ नि त पहिला गुरु रुम्बुछेको समयकालमा चाहिँ यो मान्छे ओर्गेन छेम्पे चेङ्गाहरू छेसिन डुबर छेपे घाँसाला धर्मले धर्म अनुरूप साधना गर्ने व्यक्तिहरूलाई गर्ने व्यक्तिहरूलाई गुरु रुम्बुछेप्रतिको सदा आस्था भक्ति गर्ने व्यक्तिहरूलाई चाहिँ माई भुसिन गाउँले सार छेपे भन्नुभएको छ जसरी आमाले चाहिँ छोराछोरीलाई चाहिँ बालबच्चाले हेरचाह गर्छ पालन पोषण गर्छ हो त्यसरी गर्छु भनेर गुरु रुम्बुछेको सामु बाचा गर्नुभएको छ उहाँहरूले उहाँहरू सबैलाई आज यसरी सरगेम चलाउँदछु पहिला गुरु रुम्बुछेको के हो चरणमा तपाईँहरूलाई बाचा गरेको छ त्यो बाचा नबिर्सिनु म पनि त्यही गुरु रुम्बुछेको सन्तान हो म पनि त्यही गुरु रुम्बुछेको चेला हो म र मेरो सन्तानहरू मेरो धर्मलाई रक्षा गर भनेर हामीले चाहिँ त्यसरी सरगेमहरू चलाउँछौँ नि त होइन त्यो अब सरगेम भनेको भनेको चाहिँ सेरतर सेरसल भन्छ नि ठुल्ठुलो व्यक्तित्वहरूलाई चाहिँ हामीले अनुहारलाई चाहिँ सेर भनेको व्याख्या गरेको के सेरसल सुनको जस्तो अनुहार तपाईँको एकदम राम्रो भन्ने कुरा हो नि त त्यही कारण सेर भनेको अब सुनको जस्तो अनुहार एकदम विशेष व्यक्तित्व होइन अब तपाईँलाई चाहिँ केम पिउने कुरा चलाउँदछु भनेको नि खास सरगेम भनेको चाहिँ
सेड भनेको के हो सुन जस्तो मुहार भएको अमूल्य व्यक्ति भनेको नि त हैन तपाईहरुले चाहिँ म अनि केम भनेको पिउने कुरा चलाउँदैछु भनेको है अनि यहाँ राम याम खाम सर्केम सकपा मेपाई सिगी दुजी ग्यासो छम्बो ग्युर भनेछ टक्क सर्केम एउटा चलायो अब हामीले यसरी चलाउन सक्यो भने सधैँ के हुन्छ हामी आफैलाई रक्षा हुन्छ बाटोमा हिँड्दाखेरि दुर्घटना नहुने जहाँ गए पनि हैन बाटो पहिरोमा दुःख पाएर मर्नु नपर्ने बस दुर्घटना भएर मर्नु नपर्ने त्यस्तो रक्षा गर्दछ नि धर्मपालले हैन हामीलाई चाहिँ धेरै दुःखहरू नआउने बाधाहरू नआउने हो त्यस्तो हुन्छ हो त्यस्तो रक्षा गर्छ उहाँले जोस् जे कुरा पनि उहाँहरूले रक्षा गर्छ र हाम्रो चाहिँ नबनेको कामहरू सबै उहाँहरूको प्रभावले गर्दा हाम्रो काम बनेर जाने त्यस्तो हुन्छ हो हाम्रो नबनेको काम बन्ने हाम्रो बिजनेस व्यापार जे गरे पनि राम्रो हुने बित्न बाधा नआउने हैन यात्रा गरे यात्रा सफल हो जस्तै पानी परिरहेको छ भने पानी रोक्ने हैन हावाहुरी नआउने असिना नपर्ने त्यो सबै के हो सर्किमले गर्ने हो खास सांसर्किम पूजा गर्यो भने त्यो सबै रोक्न सक्छ त्यो नराम्रोहरू सबै रोक्न सक्छ लाल त्यो भनेको छ नि त अनि सुरुमा रामयाम काम भन्ने छाप गर्नु पर्यो सर्किम चलाएर छाप गर्ने त्यो सर्किम सकबा मेबाई सिगी दुजी या जुचम बोरो ग्युर भन्नुभएको छ नि त अब गुरुहरूले चाहिँ यहाँ रोलमाहरू बजाउँछ है डमुरो बजाउँछ डमुरो घन्टी पटक 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 टाक गरेर बजाउँछ नि त त्यसपछि 우리 진짜유 라마 담바다 대시 군도시 도라잖아 캬브레 시칸돌라 소남 서겜 대신 나주 돈도 좀 퍼센트 हैन त्यो नआउनेहरु चाहिँ यतिकै परे पनि हुन्छ त्यो बजाउनै पर्छ भने हैन बजायो भने राम्रो हो नबजायो भने फरक पर्दैन जोस अनि यहाँ सुरुमा रामयाम खाम भनेको अर्थ के हो अस्ति मैले सुनाएको थिएँ नि तपाईहरुलाई अनि ओमा आउँछ के हो त रामयाम खाम भनेको के को मन्त्र हो यो के गर्छ भन्नु त को खतरा रहेछ ल हेर्नु त आज हेर्नु पर्यो भन्नु सक्नेलाई आज इनाम छ हो को चाहिँ भन्न सक्ने रहेछ अघि शुद्ध गर्ने मात्रै हजुर पास हो पास रामयाम खाम भनेको सेक्टर चाङसुमजी गाक भनेको थिएन मैले त्यहाँ भएको अशुद्ध त्यहाँ भएको फोहोरलाई रामले के गर्छ जलाउने काम गर्छ नि फोहोरलाई अशुद्धलाई है यामले चाहिँ छरपष्ट पार्ने काम गर्छ रे खामले चाहिँ सफा गर्ने काम गर्छ त्यही कारण रामयाम खाम सेक्टर चाङसुमजी गाक भनेको छ नि त रामयाम खाम भनेको त्यो है रामयाम खाम पढ्यो भने के हुन्छ त्यहाँ भएको अशुद्ध जलेर जान्छ त्यहाँ भएको अशुद्ध छरपष्ट हुन्छ त्यहाँ भएको अशुद्ध चाहिँ सबै हावाले उडाएर लगे जस्तो सफा हुन्छ भन्ने कुरा हो रामयाम खाम अब सर्केम भनेको हामीले चढाएको सर्केम चाहिँ सकपा मेपा भनेको के हो त्यसमा कुनै अशुद्ध नभएको भन्ने कुरा हो सक्मे हो के हो अनाश्रप भन्छ अब संस्कृतमा चाहिँ शास्त्रप र अनाश्रप भन्छ साक्षी भनेको शास्त्रप हो सक्मे भनेको अनाश्रप हो त्यहाँ हामीले चढाएको कुरा चाहिँ एकदमै शुद्ध अशुद्धहरूबाट मुक्त भएर एकदमै शुद्ध अनि हिसेकी दुजी ग्यास हो छम्बोड ग्युर हिसेकी दुजी ग्यास भनेको चाहिँ प्रज्ञाको अमृतको सागर भयो भनेर सम्झिने सर्किम सानै बाणामा चढाए पनि एकदम बृहत रूपमा चाहिँ अनि अमृतको सागर भयो भनेर चाहिँ सम्झिनु पर्यो यतिखेर है त्यसपछि ओम आहङ भनेको त्यसले चाहिँ के हो ओम आहङले के गर्छ एउटा बुद्धहरूको काया वा चित्तको अक्षर हेतु अक्षर पनि हो र ओम आहङले वृद्धि गर्ने फैलाउने असङ्ख्य रूपमा फैलाउने काम गर्छ हामीले चढाएको छेउपालाई है त्यसपछि के रिग्जिन चाग्यु लामा धम्बा दाङ भनेछ नि रिग्जिन भनेको विद्यादार रिग्बा जिम्बा भन्छ वज्रयानको दृष्टि वज्रयानको चाहिँ स्वभावलाई साक्षात्कार गरेर त्यसलाई धारण गर्ने गुरुहरू के हो रिग्बा जिम्बा हो विद्यादार भन्छ नि विद्या ज्ञानलाई चाहिँ अनि धारण गर्ने हो त्यो विद्यादार रिग्जिन अनि चाग्यु लामा भनेको चाहिँ अब हाम्रो चा भनेको चावा घ्यु भनेको घ्युबा चाग्यु लामा भनेको के हो मूल गुरु र परम्पराको गुरुहरू भनेको चाग्यु लामा है आफ्नो चाग्यु लामा र आफ्नो घ्युबे लामा भनेको मूल गुरु र परम्पराको गुरुहरू धम्पा दाङ भनेको चाहिँ अब धम्पा भनेको चाहिँ उत्तम हो सम्यक
सर्वश्रेष्ठ भन्छ नि थम्पा भनेको ठुलो भन्ने कुरा हो ठुलो उत्तम श्रेष्ठ भन्ने कुरा है थम्पा दाङ देशेक कुन्दु सिठोटा भन्छ देशेक कुन्दु भनेको देशेक भनेको के हो तथागत बुद्धहरू भनेको कुन भनेको सबै दुई भनेको बुद्धहरू सबै एक ठाउँमा समावेश भएको रूप चाहिँ को सिठो सिठो भन्नु थाहा छ नि सिठोको देवगणहरू भन्छ नि ओ सिठोको देवगणहरू कतिवटा हुन्छ 100 वटा हुन्छ त्यो सबै के हो अहिले हामी जीवित हुँदा किन हाम्रै शरीरमा बास गरेर बसेको हुन्छ त्यही कारण आफैले हत्या गर्यो भने सबैभन्दा ठुलो पाप छ भन्ने कारण त्यो दोर्जे फुङबो यहाँले जोबे साइङारु ढा भन्नुभएको छ हाम्रो शरीरमा छ सबै बुद्धहरू सासु चन्दा मामाकी भन्छ नि अब सँगाको छेउभित्र यो शरीरमा सबै सिठोको देवगणहरू पुगेको छ र हामी मरेर जाने बेलामा चाहिँ त्यही सिठोको देवगणहरू यो शरीरबाट बाहिर निस्केर चाहिँ के गर्छ हामीलाई उद्धार गर्छ रे अब यो शरीरमा कहाँ बस्नुहुन्छ उहाँहरू भन्दाखेरि हाम्रो शरीरमा के हुन्छ चाखोर्लोङा भन्छ हाम्रो शरीरमा नाडीहरू हुन्छ नाडीको चक्रहरू हुन्छ चियो देशिन्जी खोर्लो हाम्रो यो माथि टाउ सिटको टुप्पोमा के को चक्र हुन्छ महासुखको चक्र चियो देशिन्जी खोर्लो ढिम्बा लङचुकी खोर्लो हाम्रो वाकामा के हुन्छ लङचु जो सम्पतको चाहिँ चक्र हुन्छ चियो देशिन्जी खोर्लो ढिम्बा लङचु निङ्गाचुकी खोर्लो भन्छ चित्तमा चाहिँ के हो धर्म चक्र हुन्छ तेवा टुल्पी खोर्लो नाभिमा के हुन्छ निर्माण कायको चक्र हुन्छ साङ्ने देख्यौँकी खोर्लो भन्छ गुया केन्द्रमा चाहिँ के हुन्छ सुखपालको चक्र हुन्छ हो यो चक्रहरूमा चाहिँ सिठोको देवगणहरू बस्नुहुन्छ र अहिले पनि त्यो भनेको चित्तको स्वभाव त्यो हुँदो रहेछ हाम्रो शरीरभित्र नाडीहरू छन् नाडी चा उक्याङ रोसुम भन्ने छ उमा क्याङमा रोमा भन्ने तिनवटा छ बिचमा चा उमा हुन्छ हामीले फुवा साधना गर्दाखेरि त्यही पाइप जस्तो हुन्छ अरे क्या मोटो बिचबाट टक्कै टाउको सिटसम्म सिद्धा हुन्छ अनि चित्त चाहिँ ठ्याक्कै त्यो चाको बिचमा हुन्छ चा उमा अनि रमा भन्नु त्यसको छेउछाउमा हुन्छ क्याङमा भन्नु रमा भन्नु त्यसमा बेरेको हुन्छ त्यसमा नारी क्याङमा भन्नु हो त्यो चाको भित्र चाहिँ खर्लोहरू छ चक्रहरू हो त्यो चक्रभित्र चाहिँ अनि सिठोको देवगणहरू हुन्छ र मर्ने बेलामा उहाँहरू सबै बाहिर आएर चाहिँ सिठोको देवगण चाहिँ 100 वटा हुन्छ ठो ngaप्चु ngaप्जे शिवा शिवजु चानी भन्छ 58 प्रकारको चाहिँ क्रोधी देवगणहरू हुन्छ एकदम डरलाग्दो भयङ्कर हामीले देख्छौँ आगोको ज्वालाभित्र भयङ्कर डरलाग्दो ठोहरू 58 जना शान्त देवगणहरू चाहिँ कति 48 जना हुन्छ तिनीहरू सबैको ध्वजस्याम्बाको रूप हो त्यही कारण अनि देशे कुन्ती उहाँहरू सबैको सबै बुद्धहरू त्यसमा समावेश छ सिठो भनेको त्यो है थाहा भएन सिठो भनेको शिवा दङठो लाठो दङला शिवा भन्छ नि शिवा शिवजु जानिए न ठो ngapchu ngapje भन्छ है भोलिपछि म थाङ्गा ल्याएर देखाउँछु तपाईँलाई हो त्यो सिठो रबजम भनेको चाहिँ अब धेरै भन्ने कुरा हो रबजम आकाश जस्तै धेरै अनि ला भनेको देवगणहरू भनेको नि होइन रबजम ला खेपर हिस्से खान्डो लाछौँ नाम र विशेष गरेर खेपर भनेको विशेष चाहिँ यो सर्किम कसले चलाउँदछु भनेको रहेछ हिस्से खान्डो प्रज्ञाको डाकिनेहरू लाछौँ देवगणको समूहहरू हो लाछौँ सर्किम दिशे नाजो धौरो सर्किम दिशेस यो सर्किम यो चाहिँ तपाईँहरू ग्रहण गर्नुहोस् तपाईँहरू लिनुहोस् भनेको नालजोर भनेको म योगी यतिखेर आफू त साधना गर्ने मान्छे हो नि त सर्किम साधना गर्ने मान्छे मामुली होइन नि त हो म योगीको चाहिँ साथी गर्नुहोस् मलाई साथ दिनुहोस् धौडोक दङ भनेको चाहिँ के हो सँगै जाने जहाँ गए पनि सँगै जाने ड्रक भनेको साथी सँगै जाने साथी जहिले पनि सँगै हुने साथी भनेको धङडक त्यो न्याम्दो धुवा त ढोपसेवा धङडक जय भनेको चाहिँ गर्नुहोस् भनेको चाहिँ है कसले चढाएको यो सर्किम चाहिँ त्यो सर्किम भन्दै म धर्मपालालाई मात्रै चढाउने भन्ने कुरा पनि होइन यो सर्किम चाहिँ एउटा अमृतको रूपमा हामीले भावना गरेर चाहिँ अनि रिजन चायु लामा भनेको के हो विद्याधार आफ्नो चायु लामा आफ्नो मूल गुरु र वंशावली गुरु आफ्नो चायु लामाको नि चायु लामा गर्दाखेरि त्यसको वंश त कहाँ जोड्छ गुरु बुझेसम्म पुग्छ नि त जस्तै म पनि मेरो गुरु भयो मेरो गुरुको नि गुरु श्री
परम्परा जोड्दै गयो भने त्यो छुयो चाहिँ कहाँसम्म पुग्छ गुरु रुम्बुसीसम्म पुग्छ नि त होइन तथागत बुद्ध र गुरु रुम्बुसीबाट आएको हो नि त धारा अटुट रूपमा आएको परम्पराको धारा छ नि त हो त्यही कारण चाहिँ रिजन चायु लामा ताम्बादम सम्यक गुरुहरू देशे कुन्दु सम्पूर्ण बुद्धहरूको समुच्चयहरू अनि सिठोको देवगणहरू त्यसै गरेर विशेष चाहिँ अनि खान्डो प्रज्ञाको खान्डो यसैकी खान्डो लाछौँ हो प्रज्ञाको खान्डोहरूलाई चाहिँ अनि यो सर्गम चढाउँदछु तपाईँहरूले पनि यो सर्गम ग्रहण गरेर अनि नाल्जो र म योगीलाई चाहिँ साथ दिनुहोस् भनेको है मेरो साधनामा बाधा नआओस् मैले गर्न खोजेको काम पुरा होस् भनेर फेरि पाप काम गरेर चाहिँ पुरा होस् भने हुँदैन है धर्मको काम गरेर मात्रै पुरा हुन्छ त्यस्तो हुन्छ फेरि महाकालामा जाने सर्गम चढाउने हो मेरो फलानुले मलाई यस्तो हेपेको थियो पख त्यसको त त्यहीँ लडेर खुट्टा भाँचोस् भनेर सर्गम चढाउँछ नि कोही मान्छे त्यस्तो हुन्छ नि त त्यसले मलाई यत्रो हेपेको छ मेरो सम्पत्ति खाएर चाहिँ लगानी गरेर धनी भएर अहिले फुर्ती लाउँदैछ त्यसको चाहिँ लगानी डुबोस् खतम होस् भनेर त्यस्तो रूपले धर्म गऱ्यो भने काम छैन त्यो पुरा पनि हुँदैन त्यस्तोलाई छयौँ सुमाहरूले साथ दिन्छ त दिँदैन नि त धर्मले धर्म अनुरूप गर्नेलाई मात्रै साथ दिन्छ अरे कि 최신 재배 care 먼저 organ 재배 정하로 최신 재배 최신 먼저 organ 재배 정하 최신 두번 재배 강사라 भन्ने छ नि त धर्मले धर्म अनुरूप साधना गर्ने व्यक्तिलाई मात्रै म साथ दिन्छु भनेको नि त गुरु र मसीले पनि त्यही भाषा गर्न लगाएको हो नि त हो त्यही कारण चाहिँ अनि सर्गम देश नाचो तोङडो जे भन्नुभएको चाहिँ अनि त्यसै गरेर के हो मगन है च्याम्डल सरिङ छेङा दाङ यो धर्मपालाहरू हो मगन थाहा छ नि मगन महाकाला हो महाकाला मगन है च्याम्डल भनेको चाहिँ अब यो नाम मात्र सरिङ छेङा भनेको चाहिँ उहिले टिबेटमा गुरु रुम्बुचीको चरणमा भाषा कसम खाएको 5 जना स्त्रीहरू हुनुहुन्छ उहाँहरू पहिलाको समयमा डरलाग्दो राक्षसहरू हो तिनीहरू पछि गुरु रुम्बुचीको चरण भाषा बन्धनमा बसेर चाहिँ अहिले पनि धर्मको रक्षा गर्ने उहाँहरू छिरिङ छेङा भन्छ 5 जना अब के भन्छ एउटै बुवामाको सन्तानहरू हो उहाँहरू छिरिङ छेङा दाङ उहाँहरू है माग्ने चम्ना छ टेकबेद देवेन सुन्चु याब्यमसे टेकबेद देवेन उग्र ढेक्पा भन्ने थाहा छ नि क्रोधी उग्र भन्छ नि उग्र यस्तो डरलाग्दो भयङ्कर एकदम क्रोधीको रूप टेकबेद देवेन भन्नु अब उग्रको निधि मालिक सुन्चु याब्यमसे उनीहरू चाहिँ के हो टेकबेद देवेन चाहिँ 30 जना हुनुहुन्छ अरे बुवा आमा र छोरा गरेर है हो टेकबेद देवेन उहाँहरू सबैको धर्मरक्षकहरू हो धर्मरक्षक भन्नु थाहा छ नि धर्मलाई रक्षा गर्ने हो के सुङमाहरू भन्छ नि सुङमा थाहा छ नि तपाईँहरूलाई सुङमा मागवन सेमर एका जाति छ नि गुरु रुम्बुचीले त्यो गरेको धेरै सुङमाहरू छ नि त अनि पल्गुन होइन अनि महाकाला धेरै छ नि त महाकाला त प्रज्ञाको सुङमा हो जोस् गुरु रुम्बुचीले भाषा बन्धनमा राखेको जति पनि अहिले यो अदृश्य रूपमा बुद्ध धर्मको रक्षा गर्नुहुन्छ उहाँहरू हो है कान्यन ठ्यायो यायुमसे कान्यन ठ्यान्यो कान्यन भनेको चाहिँ गुरु रुम्बुचीको चाहिँ के हो वचनलाई पालना गर्ने कान्यन कालान्यम्पा भनेको नि त का भनेको वचन हो न्यन भनेको सुन्ने गुरु रुम्बुचीको वचन सुन्ने अनि ठ्यान्योग भनेको चाहिँ अब मालिक र नोकर ठ्यान्योग भनेको चाहिँ त्यो ठ्यान भनेको नोकर हो योग भनेको योगपो तपाईँलाई नोकरलाई के भन्छ तामाङ भाषाबाट भरु गोठालो ठेन्योग भनेको चाहिँ नोकर भनेको ठेन्योग भनेको चाहिँ अब हाम्रो काम गरिदिने हामीलाई रक्षा गर्ने हामीले सेवा गर्ने हुन्छ नि हाम्रो काम गरिदिने हो त्यो है ठेन्योग ngak shukche ngak kanyan re ngak shukche bana ngak shuk भनेको चाहिँ के हो हामीले आदेश दिने उहाँहरूले काम गर्दिने हो चेपा नम भनेको आदि भनेको हाम्रो गुम्बामा मात्रै साक्षात देख्छ नि धर्मपालाहरू धर्मरक्षकहरू हाम्रो गुम्बाको अगाडि चिमर हामीले पाइलले चाहिँ विशेष मान्ने चाहिँ चिमरलाई हो क्या चिमर चाहिँ रातो घोडामा हिँड्नुहुन्छ गोलो टोपी लगाएको घोडामा हिँड्नुहुन्छ के देख्छ अब हामी साधना गर्दै गर्दा सधैँ एउटा सुङमालाई मान्यो सधैँ पूजा गर्यो सर्क्यम चढायो भने देख्छ मैले पनि गुम्बामा वज्रयानको जुन अब हाम्रो गुम्बामा 6 वर्ष चाहिँ सुदरयानको अभ्यास हुन्छ 3 वर्ष चाहिँ वज्रयानको अभ्यास हुन्छ दो लोटु नाक्दे लोसुन्ताको कुरा अनि वज्रयानको साधना गर्ने बेलामा धेरै बाधा आउँछ
बाधा आउँछ भनेर चाहिँ अनि सधैँ त्यहाँ त्यो दिनबाट चाहिँ म चाहिँ अब सोल्खा पर्ने सुरु गरेँ कि महाकाललाई पूजा गर्ने सुरु गरेको। पहिलो दिन त अब बानी नभएर हो नि त, यस्तो अगाडि हुड आएको जस्तो लाग्ने, यस्तो लाग्दो रहेछ कि आउँदो रहेछ नि उहाँहरू सर्किम चलाउँदाखेरि त, साँच्चैको आउँदो रहेछ नि त, हामीले देख्दैन तर अनुभूति हो, फिलिङ हुन्छ कि हुड आउँछ। त्यसो अस्ति पनि न्युङ्ने बस्दाखेरि पनि एउटा अलिकति नराम्रोले छोप्ने एउटा दिदी थियो होइन, त्यो दिदीले न्युङ्नेमा राख्दाखेरि हामी महाकाला पूजामा पुग्दाखेरि आमामा त्यो दिदी त पुरै नराम्रोले चाहिँ देख्दो रहेछ नि त। महाकाला पूजा गर्दाखेरि त अनुहार पनि कस्तो कस्तो बाक लगाएको जस्तो कस्तो कस्तोहरू डरलाग्दो भयङ्कर भयङ्करहरू आउँदो रहेछ अरे, त्यस्तो देख्दो रहेछ अरे। त्यहाँ उहाँहरूलाई बोलाएर चाहिँ हामीले सर्किम चलाएर चाहिँ नाकसुक भनेको चाहिँ उहाँहरूलाई काम हराउने, ल है मेरो काम भएको छ यो काम गरिदियो त्यो काम गरिदियो होइन, हो यस्तो हुन लागेको छ यस्तो गर त्यस्तो गरिदियो, मलाई रक्षा गर, मेरो घर परिवारलाई रक्षा गर, मेरो गुरुलाई रक्षा गर, यो संसारको धर्मलाई साधना गर्ने व्यक्तिहरूलाई रक्षा गर भने चाहिँ नाकसुक भनेको त्यो नाकसुक चाहिँ भन्नुहोस् उहाँहरू त्यसरी रक्षा गरेर बस्नुभएकोहरू भनेको। गुम्बामा चाहिँ अब हरेक गुम्बामा गङखाङ थाहा छ, गङखाङ भनेको चाहिँ दिनभरि महाकाला पूजा मात्रै गरेर बस्ने गुम्बाको अलग्गै एउटा हुन्छ, एउटा कोठा हुन्छ गुम्बा जस्तो हुन्छ होइन। हाम्रो गुम्बामा चाहिँ अब लामाहरू पालै बिल्ड 3 वर्ष त्यहाँ दिनभरि महाकाला पूजा गरेर रक्सी चलाएर बस्नुपर्छ। अनि त्यो लामाहरूले चाहिँ देख्दो रहेछ नि त, अनि डर लागेर चाहिँ ढुङ्गुसी कोठामा आउनु भएछ अरे, ल मैले त यस्तो देखियो डर लाग्यो अनि गालीहरू गुरुले गाली गरेछ नि त, किन डराउने उनीहरू हामीलाई रक्षा गर्न आएको किन डराउने भनेर गाली गर्नुभयो अरे गुरुले। अनि हाम्रो गुम्बामा त राति 12 बजे पछाडि चिमर हिँड्नुहुन्छ नि यसो सेक्युरिटी गार्ड जस्तै त्यस्तो हुन्छ, त्यही कारण राति 12 बजे पछाडि नहिँड्नु भन्छ गुम्बामा, उहाँ चाहिँ पुरै रक्षा गरेर हिँड्नुहुन्छ, सेक्युरिटी गार्ड जस्तै हेर्नुहुन्छ अरे कि त्यसै हिँड्नुहुन्छ अरे त्यस्तो। अब पहिला पहिला मेरो बाजेहरूले पनि गाउँमा मेरो आमाको मामा चाहिँ ठुलो गुरु, उनीहरूको गुरुको परिवार हो क्या आमाको, उहाँहरूले चाहिँ चिमर मान्ने रहेछ नि त। अनि घरको माथि सुरुमा पनि चिमरको चाहिँ रातो छोर्देन बनाउँछ। अनि मेरो आमाले सुनाएको कुरा हो, एक दिन अब गाउँमा त पढाइ हुन्छ नि माथि चढ्नु पढाइ हुन्छ, अनि आमाहरू सानो बेलामा त्यो बाजेको त्यहाँ घरमा बसेको अरे, अनि अब टोयलेट जाने के जाने निस्किने बेलामा त्यो पर्याङबाट रातो घोडा चढेर गोल टोपी लगाएको टक टक आउँदै रहेछ अरे कि माथि, पुरै डर लागेर आमाहरू तर्सेर भागेको छ। अनि बाजेले के भयो भन्छ अरे यस्तो एउटा आउँदै रहेछ भने ए चिमर पो रहेछ भन्नुभयो अरे कि बाजेले, त्यसरी त्यसरी रक्षा गर्छ क्या, हाम्रो रक्षा गर्ने त्यस्तो हुन्छ। त्यही कारण चाहिँ अब यो महाकाला मान्यो भने तपाईँहरूले एउटा सँगैसँगै एउटा वाङलुङ लिएर चाहिँ कुनै पनि वाङलुङ लिएर चाहिँ हामीले चाहिँ अब त्यसरी सधैँ दैनिक कहिले पनि नटुटाइकन जहाँ बस्यो भने जहाँ गए पनि के गर्ने, एउटा सर्किम चलाउने एउटा भाँडा बोक्ने, एउटा पोयोहरू बोक्ने, बिहान साधना गर्ने, बेलुका पनि सुत्नुभन्दा अगाडि यसरी एउटा सर्किम चलाएर यसरी चलाइरहनु पऱ्यो नि, हामी पनि भात खाइरहनुपर्छ। त्यस्तै मानिएपछि मानिरहनुपर्छ, फेरि नभ्याएको बेलामा मनले सम्झे पनि पुग्छ। घरमा चाहिँ सधैँ चढाउनु भन्ने आफ्नो जहाँ बस्यो भने मनले त्यहीँबाट पूजा गरिदिने। रक्सी चाहिन्छ भने छैन, जुस चढायो भने भयो, चिया चढायो भने भयो होइन, दुध चढायो पनि हुन्छ, रक्सी चाहिन्छ भने हुँदैन, जुस भयो नि भयो, अब जे चढायो भने हो त्यसरी चाहिँ। अनि मान्यो भने चाहिँ आफै नै राम्रो हुन्छ अरे, रक्षा हुन्छ रक्षा। अब जतिखेर चढाइ नै हुन्छ, तर महाकालाको पूजा चाहिँ बेलुकाको समयमा राम्रो, बेलुका अलिक 3-4 बजेपछि म त प्रायः बेलुका गर्छु, किन बिहान चाहिँ सांसर्किमहरू गर्ने, सांसर्किममा पनि हो महाकालै हो, तर महाकालाको विशेष पूजा चाहिँ बेलुका गर्दा राम्रो हुन्छ नि त। तर बिहान चाहिँ सांसर्किम गर्छ, सर्किम गर्दाखेरि त्यसभित्र नै आउँछ महाकाला। अब जस्तै हामीले यो सर्किम पर्छ नि बिहान होइन, यो पर्छ, त्यसपछि हामीले देखिए सर्किम पर्छ नि त, त्योभित्र सब यो संसारको जति पनि धर्म रक्षा गर्नेहरू अब धर्मपालाहरू छ त्यो सबै आउँछ यो भित्र है। अब यदि भए यो सर्किम ग्रहण गर्नुहोस् र म योगीलाई चाहिँ साथ दिनुहोस् भन्ने छ है। सर्किम देशेङ नागसाङ दागी रिकी सुङमा दाङ भन्ने छ। तपाईँहरू के कुलको पूजा भन्छ, यो हो मेन कुल चाहिँ खास। त्यो कुलको पूजा भनेर पितृको फोटो राखेर पितृलाई पूजा गरेर त्यो काम होइन, त्यो राम्रो होइन नि त। पितृलाई जन्म लिन नदिएर बन्धनमा राखेको जस्तो हुन्छ, फोटो राखेर पितृ पूजा भन्दो रहेछ नि त। अनि खानेकुरा चढाउने सधैँ चढाइरहँदाखेरि त्यो आश हुन्छ नि त, आश भएपछि उसले जन्म लिँदैन, त्यही मन अड्केर बस्छ। त्यो अड्केर बसेपछि अनि 1 वर्ष 2 वर्ष 3 वर्ष हुँदै गएपछि त्यो प्रेत भएर जान्छ।
त्यसपछि अनेक भड्केर प्राणीहरूलाई दुःख दिने घर परिवारलाई अशान्ति ल्याउने त्यस्तो हुन्छ। त्यही कारण चाहिँ अब रिक्की सुङमा नाकछाङ भनेको छ नि, नाकछाङ भनेको के हो? नाकपा नाकपा अब कोही नाकपाको घिउपा हुन्छ नि, टिका लामा भन्दै चाहिँ गाउँदो त्यो भन्दा नाकछाङ भनेको चाहिँ। नाकपा भन्दैमा बिहा गर्दैमा त्यो कपाल पाल्दैमा नाकपा हुँदैन फेरि। मान्छेहरू बिहा गरेर कपाल यस्तो पालेर दाढी यस्तो पालेर कानमा मुन्द्रा लगाएर माला ठुल्ठुलो लगाइदिने हो डरलाग्दो कुरोहरू छ, नाकपा खतरा रहेछ भन्दो रहेछ नि त। नाकपा भनेको त्यो वज्रयानको साधना गर्नेहरू, वज्रयानको ज्ञान भएको व्यक्तित्वहरू सबै नाकपा हो। नाक भनेको वज्रयान हो, छाङ भनेको धारण गर्ने साधना गर्ने व्यक्ति हो। यो वज्रयानको धर्म साधना गर्ने दग्गी भनेको मेरो, रिक्की सुङमा भनेको कुलको धर्मरक्षकहरू भनेको धर्मपालाहरू भनेको रिक्की सुङमा भनेको त्यो हुन्छ नि। तपाईँहरूको पनि कुलमा अब पहिला को तपाईँको बाजेहरू के मान्थ्यो त? महाकाला मान्थ्यो कि होइन? त्यसै गरेर चाहिँ चिमार मान्थ्यो कि होइन? एका जाति, अब काग्युहरूले प्रायः एका जाति मान्छ नि त। एका जाति भनेको चाहिँ एउटा दाँत भएको एउटा आँखा भएको छ कि फेरि धर्मरक्षक। हाम्रो गुरु एकजना खेम्पो हुनुहुन्थ्यो, उहाँ चाहिँ टिबेटमा त्यो नेकुड जानुभएको अरे। एउटा गुम्बामा चाहिँ एउटा कुँयर रहेछ अरे के, कुँयर थाहा छ नि? कुँयर भनेको चाहिँ गुम्बाको मूर्ति हेर्ने बत्ती बाल्ने हुन्छ नि, गुम्बा हेरेर बस्ने। अनि त्यसको चाहिँ एउटा आँखा एउटा दाँत रहेछ अरे के। त्यो मान्छेको चाहिँ आँखा एउटा बिग्रेको, दाँत एउटा मात्रै रहेछ। अनि हाम्रो गुरुले जिस्काएर तपाईँ त के एका जाति हो क्या भनेर भन्यो अरे कि। एका जाति भने तपाईँहरूलाई गुम्बातिर यसो ढोकातिर हेर्नु त सबै सुङमाहरूको त्यहाँ त्यो थाङ्गा लेखेको हुन्छ है, त्यस्तो हुन्छ। अब त्यही कारण चाहिँ अब आफ्नो आफ्नो रिक्की सुङमा भनेको त्यो आफ्नो कुलको धर्मरक्षक। पहिलादेखि बाजेहरूले कुन मानेर आएको छ, धेरै छ नि त कुलहरू होइन, कुन मानेर आउनुभएको छ। जस्तै यहाँ अब नामहरू सबै आउँछ नि यहाँ, यो लामा एकदम खान्डो चुक्यो त्यो एउटा छुए छ, त्यो छुएभित्र सबै आउँछ हो। त्योभित्र अब कसैले अब हाम्रो गुरुहरूले सिमर मान्छ, कसैले छेरिङ छेङ्गा मान्छ, कसैले चाहिँ घेसर मान्छ नि। घेसर भनेको चाहिँ अब हाम्रो यो फर्बीको नाम्खा रम्बुचीहरूले चाहिँ विशेष घेसर मान्नुहुन्छ। आफ्नो आफ्नो हुन्छ, काग्युहरूको पनि काग्युभित्र पनि होइन आफ्नो आफ्नो गुरुको परम्पराको सुङमा हुन्छ धर्मरक्षक, त्यसलाई चाहिँ मान्नुपर्छ। कुलको पूजा भनेको त्यो कुल भनेको हामीलाई रक्षा गर्ने, हामीलाई बचाउने हो नि त। कहीँ न कहीँको लौकिक सकेसम्म चाहिँ यो गुरु रम्बुचीले बाजा बन्धनमा राखेको कुलहरू मान्दाखेरि राम्रो हुन्छ। कहिले नसुनेको कुलहरू मानेर त्यसो गरेर चाहिँ त्यसले चाहिँ उनीहरू के हो, लौकिक हो नि त। अब हामीले केही समय राम्रो गर्दाखेरि यता राम्रो गरेको जस्तो पनि गर्छ, अब हामीबाट गल्ती भयो भने फेरि दुःख दिन्छ उनीहरूले। लौकिक भएपछि उनीहरूलाई आश हुन्छ नि, आश सधैँ चराउने। उनीहरूको बाजेले चाहिँ मलाई खानेकुरा दिने, मलाई मान्ने, यसको नातिहरूले चाहिँ मलाई नमान्ने भन्ने खालको रिस हुन्छ नि। उनीहरू त अब सांसारिक हो भने उनीहरूको मनमा रिस हुन्छ, आश हुन्छ हो। त्यसरी चाहिँ अनि पछि नराम्रो हुने सन्तानमा कारण त्यो रहेछ नि त हो। त्यो है, त्यो चाहिँ बुझ्नुपर्छ हो। यहाँ रिक्की सुङमा दाङ भनेको दागी रिक्की सुङमा भनेको त्यो हाम्रो कुल भनेको उस्तै। अब हाम्रो रिक भनेको के हो? कुल हो नि त, हाम्रो कुल हो। रिक्की भनेको कुलको सुङमा धर्मरक्षक। साँचो दि यो सुन्ने कि त साँचोको दि भनेको यो ठाउँको, साँचोक भनेको ठाउँ, दि भनेको यहाँको, युरुसी नै गीतको भनेको अब यो ठाउँमा पनि हामी बसेको ठाउँ जहाँ बस्यौँ त्यो ठाउँमा पनि त त्यो ठाउँको सिवदाहरू छ नि त, भूपतिहरू, त्यो ठाउँको मालिकहरू नागहरू छ नि त हो। तिनीहरू लोधा सक्दै छ लवाङवे ला भन्ने छ, लो लवाङवे धावा लवाङवा साग लवाङवा दुसे लवाङवा भन्छ। फेरि यो देवताहरू पनि कस्तो हुन्छ भन्दाखेरि वर्षभरि उसको हातमा अधिकार हुने, यो वर्षभरि उसको हातमा हुने, जे गरे पनि त्यस्तो देवता पनि हुँदो रहेछ। लोला मेला दावा भनेको यो महिनाभरि, यो पुरै महिना नै उसको हातमा हुने, जे गरे पनि उसको हातमा हुने त्यस्तो देवताहरू। साग फेरि आजको दिनभरि, आजको दिन नै उहाँको हातमा हुने, उहाँले जे गरे पनि हुने त्यस्तो। दुई भनेको समयमा अधिकार भएको देवताहरू। छे भनेको अब आजको दिन गते भन्छ नि, अब गते, आजको गतेलाई चाहिँ अधिकार भएको वाङबेला भनेको अधिकार भएको देवताहरू। सर्क्यम दिसे नाजु तोङ्टुचुस, आजको यो सर्क्यम मैले चलाएको सर्क्यम तपाईँले ग्रहण गरेर चाहिँ होइन म योगीलाई चाहिँ
क्यों 7 दिन होस् भन्नुभएको छ यसरी यम ढङ्डो जोस् चोक्सुम ngो palgon lama da gyude gyaso nesum khandos magon sadur tsering chengala chosul dedo samden lundu ze भन्नुभएको छ है चोक्सुम ngो palgon lama da चोक्सुम ngो यो चाहिँ अब गुरुलाई पनि चढाएको आफ्नो गुरुलाई पनि श्रीयम भन्दै धर्म रक्षकलाई मात्र चढाउने कुललाई मात्र चढाउने भन्ने कुरा हैन बुद्ध बोधिसत्वदेखि सबैले चढाउने हो यो चाहिँ अमृत हो हामीले श्रीयम पनि अमृतको रूपमा सोचेर चढाउनु पर्यो है मैले रक्सी चढाउँदै छु भनेर सोचेर चढाउनु भएन त्यो पनि एकदम बृहत रूपमा श्रीयम सापम्य भई सिकि दुज ग्याजो छ्याम्बोग्योर भने नागिने त्यो पनि शुद्ध प्रज्ञाको अमृतको रूपमा एकदम धेरै भयो त्यो चाहिँ मैले हैन गुरु इष्टदेव डाकिनेदेखि लिएर हैन ओ यो संसारमा भएको धर्म रक्षकहरू गुरु रुम्बुछेले चाहिँ के हो बाचा बन्धनमा राखेको धर्म रक्षकहरू तपाईहरु पहिला गाउँतिर चलाउँछ उनीहरु बाजेहरूले नाम निकालेर हो योलाई चलाउँछ नि हैन कुलको पूजा गर्दै त्यस्तो हो नि त हो त मेन चाहिँ अनि गुरु रुम्बुछेले बाचा बन्धनमा राखेको त्यसै गरेर मेरो जुजु बाजेहरूले मानेर आएको कुल सुङमाहरू हैन ओ प्रज्ञाको देवगणहरू सबैलाई चढाउँदछु भनेर चाहिँ अनि यो विशेष गरी यो ठाउँमा बस्ने देवी देवताहरू सबैलाई यो सर्गम चढाउँदछु भनेर चढाउनु पर्छ है ओ अनि छोक्सुम हो पल्पन लामा छोक्सुम भनेको त्रिरत्न कोन्चोक्सुमलाई चाहिँ छोटकरीमा छोक्सुम भन्छ कोन्चोक्सुम भन्नु र छोक्सुम भन्ने एउटै हो छोटकरीमा धेरै भन्छ कि हाम्रो यो टिबेटन धेरै गाह्रो छ कारण त्यो टासी दोर्जेलाई टादो भन्दिने कुनसङ देशनलाई कुन्दै भन्दिने हैन कोन्चोक्सुमलाई छोक्सुम भन्दिने के हो नि छोक्सुम भने कोन्चोक्सुम भनेको थाहा हुन्छ त छोक्सुम यसरी लेख्न चलन छ कि छोक्सुम भनेको चाहिँ अब त्रिरत्न हो त्रिरत्नको स्वरूप भनेको गुरु चाहिँ के हो आफ्नो गुरु चाहिँ के हो त्रिरत्नको समुच्चय रूप मान्नुपर्छ नि कोन्चो कुन्दु यिङ हो भन्छ नि गुरुलाई के हो गुरुको शरीर चाहिँ के हो संग हो गुरुको वचन चाहिँ के हो बुद्धको काया हो गुरुको चित्त के हो बुद्धको चित्त हो त्रिरत्न के हो सांगेच्छो गेदन भन्छ नि बुद्धको शरीर गुरुको शरीर चाहिँ बुद्ध हो रे हैन गुरुको चित्त चाहिँ बुद्ध हो रे गुरुको वचन चाहिँ धर्म हो रे गुरुको काया चाहिँ के हो संग हो रे हो त्यसरी मान्नुपर्छ है चोसुङ हो पल्गन लामा ताङ पल्गन पल भनेको श्री गन भनेको नाथ लामा ताङ गुरु र युद्धे ग्याछो नेसुम खानु युद्धे ग्याछो युद्धे सांगाक युद्धे वज्रयानको के हो धर्म शास्त्रमा व्याख्या गरिएको अनि सागर रूपी है नेसुम खान्डो छ तीनवटा स्थान खान्डोको समूहहरू तीनवटा स्थानमा विराजमान हुनुभएको खान्डोको समूहहरू मागवन सादुर मागवन भनेको यिनीहरू सबै के हो धर्मपाला हो अब निङमाले मेन मान्ने चाहिँ के हो मासा धम्सुम हो निङमाको मेन सुङमा चाहिँ के हो मासा धम्सुम मागवन धम्चेन सा राहुला भन्छ पहिला इन्डियामा गुरु रुम्बुचेको समयमा कहाँ ठुलो युद्ध आउँदाखेरि चाहिँ गुरु रुम्बुचेले सा पढाएको नि त सा भनेको चाहिँ के हो त्रिभुज आकारको हुन्छ धनुष र त्यो समातिको हुन्छ सबै टाउको र आँखा मात्रै हुन्छ सबै उहाँको जिउ नै हुँदैन तपाईहरु गुम्बातिर हेर्नु त्यस्तो डल्लो एउटा देख्छ सा हो त्यो चाहिँ के हो निङमाको मेन सुङमाहरू मागन सा धम्चेन भन्छ अनि मासा धम्सुम भन्छ निङमाको सुङमा लङसेन राबजाम गुरुले चाहिँ जोयदुन भन्ने शास्त्र लेख्ने बेलामा अनि उहाँहरूलाई काम हराएको के एउटाले कागज बनाउने एउटाले मसी बनाउने एउटाले चाहिँ लेख्ने त्यसरी 7वटा ठेली किताब चाहिँ यहाँ लङसेन राबजाम निङमाको महापण्डित गुरुले चाहिँ यसरी लेख्नुभएको किताब अहिले पनि छ त्यसरी उहाँहरूले चाहिँ अब हामीले साधना गर्दै सधैँ मान्यो भने हामीले हाम्रो काम पनि गर्दैछ उहाँहरूले हो मागन है महाकाल सा भनेको चाहिँ अब सा राहुला अनि दोर्छेरिङ छेङा दोर्छेलेपा हो दोर्छेलेपा भन्छ नि हाम्रो हो दोर भन्नु त्यो छेरिङ छेङा भनेको 5 जना दिदीबहिनीहरू छ भने थियो नि त उहाँहरू है छेङाला उहाँहरू सबैलाई छेसुङ त्यो दोस् तपाईँहरू सबैले यो छेपा यो सर्किमको छेपा चढाउँदछु तपाईँहरूले ग्रहण गर्नुहोस् छेसुङ छे भनेको चढाउँदछु सोल भनेको ग्रहण गर्नुहोस् त्यो दो त्यति मात्र नभइकन स्तुति पनि गर्छु तपाईँहरूलाई भनेको स्तुति भने थाहा छ नि त्यो बा
तपाईँहरू राम्रो, तपाईँहरू धर्मको रक्षा गर्ने, तपाईँहरू यस्तो यस्तो हामीले राम्रो भन्छ नि, हो त्यसलाई त्यो पा भन्छ छेसु त्यो त सम्देन भनेको अब मनकामना। आज यसरी चढाएकोले चाहिँ मेरो मनकामना चाहिँ लुन्डुप चाहिँ मेरो मनकामना सबै सहजै पुरा होस्। लुन्डुप भनेको त्यो हो नि त, दुःख कष्ट नगरिकन सबै काम पुरा हुन्छ भने त्यो लुन्डुप हो। लुङ्गी टुफा भन्छ नि, भेमे लुन्डुप भनेको त्यो हो नि त। दुःख नगरेर पनि आफ्नो कामहरू मनले सोचेको कुराहरू सबै पुरा भयो भने के हो, लुन्डुप हो। त्यही कारण आज यसरी मैले सबैले सर्किम चढाएको छु, त्यसको प्रभावले चाहिँ मेरो मनकामनाहरू सबै आफै सजिलैसँग पुरा होस्, मेरो कामहरू सबै सजिलैसँग पुरा होस्। सम्झेन लुन्डुप चाहिँ के हो भन्नुभएको छ है। ल तपाईँहरू अब यसरी आजबाट चढाउँदा हुन्छ, किन भन्दा मैले वाचन गरेँ, तपाईँहरूले सुन्यो नि त, तपाईँहरूले लुङ पायो। अब लुङ भनेको त्यो आवाज सुन्ने हो। मैले पनि गुरुहरूबाट पाएको हो। त्यो गुरु गुरु गर्दाखेरि के हो, लुङको चाहिँ घिउपा चाहिन्छ, वंश चाहिन्छ, वंश बिना तपाईँहरूले त्यो लुङ पाउँदैन। मसँग पनि यो लुङ हुनु पऱ्यो तपाईँहरूले सुनाउनुको लागि। मैले पायो लुङसँगै मैले आशीर्वाद पनि पाएँ, मैले तपाईँहरूलाई सुने, तपाईँहरूले लुङ पनि पायो, ठी पनि पायो। यो ठी भनेको व्याख्या हो नि त, लुङ र ठी दुइटै पाएको छ। र तपाईँहरूले पनि आजको दिनबाट अब समय फुर्सद मिल्छ भने घरमा एउटा फुक्यौँ, तामाको भयो भने। अब सबभन्दा राम्रो फुक्यौँ चाहिँ सबभन्दा राम्रो चाहिँ अब जे पनि त्यो रहेछ नि, छेउभित्र सक्यो भने सुनको सबैभन्दा राम्रो भन्दो रहेछ होइन। अब छेउमे बाले पनि फुक्यौँ, त्यो पानी चलाए पनि सुनकोमा, त्यो सकेन भने चाँदीकोमा, त्यो पनि सकेन भने अब पञ्चरत्नको, त्यो पनि सकेन भने अब कुनै धातुको, पित्तल तामा हुन्छ नि। अब त्यो पनि सकेन भने के को, फलामको, त्यो पनि सकेन भने माटोको, त्यो पनि सकेन भने दाउरा काठको, त्यो पनि सकेन भने पिठो पिठोको पनि बनाउन मिल्छ नि छेउमा होइन। त्यो पनि सकेन भने आलुको, तपाईँलाई आलुको छेउमा बनाएर देखिन्छ। हाम्रो गाउँतिर तीर्थयात्रा गर्दाखेरि सबभन्दा ठुलो आलु चाहिँ टक साइडबाट काटेर बिचमा यस्तो खाल्टो बनाएर छेउमे बनाउँछ। त्यो छेउमे चाहिँ अब तीर्थमा त फेरि हामी बोकेर ल्याउँ, फर्किनेसम्म त त्यो छेउमे त निभिसक्दैन, त्यहीँ राखेर आउँछ कि हाम्रो गाउँतिर त्यस्तो गर्छ। तर जे होस्, जति हामीले चाहिँ हेतु चाहिँ राम्रो हेतुमा चलाउँछ त्यति नै पुण्य बढी हुन्छ भन्दो रहेछ नि त। जस्तै सुनको छेउमे चढाउनु र यो पितलको छेउमे 1000वटा चढाउनु र सुनको छेउमे एउटा चढाउनु बराबर हो, त्यस्तो पुण्य रहेछ। अनि त्यसपछि सुन सकेन भने चाँदीको हो, त्यस्तो जे होस् आफै पुण्य कमाउने होला। भगवान्लाई त माटोकैमा चढायो भने एउटै त नि, सुन चाँदी हिरा मोती चढायो भने एउटै, उहाँहरूलाई त ढुङ्गा र फलाम भने एउटै। आफै पुण्य कमाउनुलाई, आफ्नो पुण्य कमाउनुलाई त्यसरी चढायो हो। महाकाललाई चढाउनु यही पर्ने, यहाँ छ नि महाकालको नाम पनि आउँछ नि त। साङ गर्ने यो पर्ने हो। बिहान चिया चढायो भने तपाईँले के चढाउनु, चियाको रङ चढायो भने, चिया चढायो भने, चिया त छोपा हो, त्यो सर्गेम होइन। चियाको रङ मात्रै, रातो रङ मात्रै चढायो भने सर्गेम हो। दुध चढाउने, अब हामीले रक्सी चढाउँदा पनि यही पर्दा हुन्छ, यही पर्ने। अब अर्को पनि छ यहाँ हजुर, बेलुका चढाउँदा राम्रो, बेलुका यसो चढाउने, 3 चोटि ढोक्ने, अनि अगाडि अर्ग्यानिक किन्नु बिजाङसम्म पर्ने, त्यसपछि शरण गमन सङ्गीत छोदाङ पर्ने, अनि यो पर्ने, अनि मोवा गर्ने। अब आफूसँग टाइम छ भने मन्त्रहरू जप्ने, भजगुरु जप्ने, माने के छ जप्ने। अब जान्यो भने ढोलमाहरू पनि पर्ने। अनि फेरि धोपाहरू आउँछ नि त, सिराप निम्बो धुकर, पछि आउँछ त्यो कुराहरू, तिनीहरू पनि पाठ अब आफ्नो समय हेरेर। अब भ्याउँदै भ्याएन भने एउटा योभन्दा छोटो पनि 4 लाइनको पनि छ, अहिले मुनि आउँछ यहाँ है। त्यसो त्यो अब यो पनि भ्याएन भने 4 लाइनको मात्रै पढ्ने पनि छ, त्यो पनि चढाउने, त्यो चढाएर पढ्दा पनि हुन्छ। अनि सकेर उहाँ मलम गर्ने, अनि सुन्ने। अनि सुत्दाखेरि फेरि साधना गर्ने साधनाहरू पनि छ। सुत्दाखेरि छेमुनी कि नालजोर भन्छ, सुत्दाखेरि गर्ने साधनाहरू पनि छ हजुर। सुत्दाखेरि यस्तो भन्छ, सबभन्दा राम्रो सुताइ चाहिँ बुद्ध बित्नु भएछ नि हो, त्यो सुताइ हो अरे। यसरी है, यसरी सुत्ने, सकेसम्म बानी हो, राइट यसरी। अनि यो हात चाहिँ यहाँ माथि राख्ने, यसरी सङ्घे सिङ फेरि सङ्घे न्याथप भन्छ। सबैभन्दा सुताइ राम्रो त्यो हो, घोप्रो परेर सुत्ने, उतार्नु परेर सुत्ने, खुट्टाले यस्तो गरेर सुत्नेहरू। कोही त्यस्तोहरूले चाहिँ हाम्रो शरीरको नाडीहरू फरक पर्छ अरे। कुनै आसक्त बढेर जाने, कुनै घमण्ड बढ्ने, कुनै रिस बढ्ने, त्यस्तो हुन्छ अरे सुताइबाट पनि।
अनि त्यसरी सुत्ने बेलामा पनि के नसोच्नु रे के सोच्ने भन्दाखेरि हाम्रो शरीरको यो भित्र नाडी छ, नाडी यहाँ टाउकोबाट सिधा यो भित्र एउटा पाइप, सिधा पाइप छ भने सम्झिने। ठ्याक्कै हाम्रो यो चित्तको बिचमा चाहिँ त्यो पाइपभित्र चाहिँ अनि केराउ थाहा छ, ठ्याक्कै केराउ काटेको जस्तो, ठ्याक्कै केराउ काट्यो भने त आसन जस्तो हुन्छ नि, हो त्यस्तो कमलको एउटा आसन भावना गर्ने अरे। अनि गुरु रुम्बुछेले सम्झेर गुरु रुम्बुछेले यहाँ माथिबाट ल्याउने, यहाँ पल छ नि हाम्रो फुवा भन्ने पल, यहाँबाट गुरु रुम्बुछे ल्याएर ठ्याक्कै त्यो बिचमा गुरु रुम्बुछेले बस्न लाउने अरे। अनि सुत्दाखेरि पनि गुरु रुम्बुछे आएर बस्नुभयो भनेर सम्झिने त्यहाँ होइन। त्यहाँबाट गुरु रुम्बुछेको शरीरबाट धेरै प्रकाश संसारपट्टि फैलेर प्राणीहरूको सब दुःखहरू अज्ञानताहरू हटाउनु भयो। त्यसपछि चाहिँ अनि एउटा अन्ध्यारो कोठाभित्र एउटा बत्ती बालेर राखेको जस्तो, यो भित्र मेरो आन्द्रा भौँडी के छ के नसम्झिने, जोस् अन्ध्यारो कोठाभित्र एउटा बत्ती बालेको जस्तो गुरु रुम्बुछे यहाँ उज्यालो भएर बस्नुभएको छ भनेर त्यसलाई मन एकाग्र गरेर गुरु रुम्बुछेलाई त्यहाँ सम्झेर सुत्ने रे। त्यसरी सुत्यो भने के हुन्छ, तपाईँ सुत्दा सुत्दै तपाईँ बुद्ध पनि हुनसक्छ, नि हो शुद्ध फुवा हुन्छ। सुत्दा सुत्दै तपाईँ ज्ञान प्राप्ति पनि हुनसक्छ। त्यो नभएको खण्डमा पनि सपना हो भने चिन्न सक्ने ज्ञान पाउँछ अरे। त्यो पनि नभएको खण्डमा कम्तीमा पनि नराम्रो सपना कहिले देख्दैन अरे। त्यस्तो प्रभाव हुन्छ। पहिला त म धेरै त्यसरी सुत्थ्यो, अब त्यही त अनि फेरि जे कुरा पनि कन्टिन्यू गरेन भने फेरि कहाँ भुलेर त्यो हुँदो रहेछ नि त। जो सुत्दाखेरि त्यसरी सुत्ने, अब त्यो भएन भने आ अक्षरलाई मात्रै सम्झेर सुत्ने पनि हुन्छ। आ अक्षर आ भने चाहिँ झोपछ्याम्बोको आ हो, त्यो पनि सकिएन भने सासलाई गनेर सुत्दा पनि हुन्छ। शान्तपूर्वक आफ्नो सासलाई गर्ने, त्यो गऱ्यो भने अब पुण्य पनि भएन, पाप पनि केही पनि भएन। अब आगीको बनेको जस्तो साधना गऱ्यो भने त एकदम ठुलो साधना हो, त्यो ठुलो साधना हो, त्योबाट धेरै पुण्य पाउँछ तपाईँले। हो त्यसरी सुत्ने कोसिस गर्नु, सकेसम्म मर्दाखेरि पनि यसरी मर्न सकेको सबभन्दा राम्रो भन्छ नि। थुक्दम भन्छ नि, गुरुहरू कोही कोही यसरी बित्नुहुन्छ ध्यान गरेर, कोही कोही कसरी, सबभन्दा राम्रो यसरी ध्यान यसरी थुक्दम यसरी बसेको राम्रो हुँदछ नि त। हो या है लासो 1 बज्न लागेछ आज। ल अब भोलि क्लास हुँदैन, पर्सि क्लास हुँदैन, निको पर्सि क्लास हुँदैन, मन्डे मात्रै। भोलि मेरो पूजा छ।